महिनावारी हुँदा वा रजस्वला हुँदाखेरि पेट चाहिँ एकदमै धेरै दुख्छ। खास किन दुख्छ त? र यसका लागि उपाय के छ? प्लिज भिडियो अन्तिमसम्म ध्यान दिएर सुन्नु होला है त। हजुरको घरमा जति पनि लेडिज हुनुहुन्छ अथवा नानीहरू हुनुहुन्छ, जोसुकै पनि जसलाई मेन्सुरेसन अथवा पिरियड्सको बेलामा चाहिँ एकदमै पेट दुख्छ भने त्यो एउटा मात्रै खास कारण के हो भने शरीरले त्यहाँबाट चाहिँ ब्लड चाहिँ फ्याँक्न खोजिरहेको हुन्छ। त्यो एउटा सर्कुलेसन हुन्छ, त्यो ब्लड चाहिँ बाहिर निस्किनु पर्ने हुन्छ, जुन चाहिँ नसाहरूमा राम्रोसँग ब्लड फ्लो हुन पाउँदैन। शरीरले चाहिँ प्रेस गरेर बाहिर निकाल्न खोजिरहेको हुन्छ र चाहिँ त्यो ब्लड राम्रोसँग बाहिर निस्किन पाएन भने चाहिँ अब के हुन्छ, एकदमै पेन फिल हुन्छ होइन। किनभने शरीरले बाहिर फ्याँक्न खोजिरहेको छ तर बाहिर जाने बाटो अवरोध छ अथवा पाइराखेको छैन। त्यो नसाहरू मसिना मसिना नसाहरूमा त्यस्तो खालको समस्या हुनसक्छ। अब यसको लागि चाहिँ के गर्ने त? हजुरले ध्यान केमा दिनु पर्यो? हजुरको ब्लड जति सक्यो त्यति पातलो हुनु पर्यो, ताकि चाहिँ मसिना मसिना नसाहरूबाट चाहिँ त्यो रगत चाहिँ फ्लो राम्रोसँग हुन पाओस्। भन्न खोजेको हाम्रो शरीरमा ब्लड फ्लो एकदम राम्रोसँग भएको हुनु पर्यो। यसका लागि हजुरले केही अमिलो खानेकुराहरू खान सक्नुहुन्छ। जस्तै त्यसमध्ये एउटा सबभन्दा राम्रो चिज के हो? कागती। कागतीको रसमा प्रशस्त मात्रामा भिटामिन सी पनि पाइन्छ र त्यो अमिलो पनि हुन्छ, जसले गर्दाखेरि हाम्रो ब्लड चाहिँ के हुन्छ, पातलो हुन जान्छ, ताकि त्यो चाहिँ नसाहरूमा भेनहरूमा राम्रोसँग चाहिँ फ्लो हुन पाओस्, त्यो अवरोध हुँदैन। हो, हजुरलाई लाग्ला फेरि त्यस्तो बेला त अमिलो खानु हुँदैन, धेरै ब्लिडिङ हुन्छ भनेर नखाने पनि हुनुहुन्छ। त्यही ब्लिडिङ हुन नपाएरै हजुरको चाहिँ पेन भइराखेको छ। कसैको फेरि के हुन्छ, पेन ठ्याक्कै हुँदैन। त्यो किन हुँदैन? राम्रोसँग ब्लड अलरेडी फ्लो भइराखेको हुन्छ, जति बाहिर निस्किनु पर्ने ब्लड निस्किरहेको हुन्छ, त्यसैले चाहिँ त्यो नदुख्ने हुन्छ। दुख्ने किन? नसाहरूमा भेनहरूमा राम्रोसँग चाहिँ ब्लड फ्लो हुन पाएन भने चाहिँ पेन फिल हुने हो। त्यसको लागि हजुरले तातो पानीले सेक्नु होला। तातो पानीले सेक्नु पनि के हो, एउटा नसामा ब्लड चाहिँ राम्रोसँग फ्लो होस् होइन, फ्लो होस् भन्नको लागि चाहिँ हिट गरेपछि के हुन्छ, बाक्लो रगत पनि हल्का पातलो हुन्छ। अझ हजुरले अमिलो खानुभयो भने अझै पातलो हुन्छ। अझै त्यसमा चाहिँ थोरै मह र थोरै अदुवाको रस मिसाउनु भयो भने अझै त्यो ब्लड चाहिँ पातलो हुन्छ र इजी फिल हुन्छ, एकदम सजिलो फिल हुन्छ। नसाहरूमा यदि